हेलो साथीहरू, के छ खबर? आरामै हुनुहुन्छ? मलाई चाहिँ अलिक सन्चो छैन हौ साथीहरू। रुगा मर्की लागिरहेछ अनि ज्वरो पनि आउला आउला जस्तो भइरहेछ। आइहालेको चाहिँ छैन है। अब के थाहा भोलि आउन सक्छ कि। रातभरि पानी परेको अनि बिहानभरि पनि पानी परेको, कहीँ बाहिर निस्किन सकेको छैन साथीहरू। अनि अब तरकारी के खाने भनेर यसो सोचेको। यस्तो चिसो मौसममा फेरि कि त मासुको झोल मिठो हुन्छ कि त गुन्द्रुक सिन्की नै मिठो हुन्छ कि साथीहरू, मलाई चाहिँ। अनि अब मासु लिन जाँदा पनि पानी परिरहेछ, जान सकिएन। त्यही भएर अनि सिन्की आलु उसिनेर सिन्कीको झोल पकाएँ मैले चाहिँ मजाले, पिरो पिरो पारेर है। अमिलो नुनिलो पिरो भएपछि त अनि मलाई गुन्द्रुक सिन्की भयो भने चाहिँ फेरि अरू केही तरकारी पकाउनै पर्दैन कि। तर आलु चाहिँ काँचोभन्दा उसिनेकै मिठो हुन्छ है यसमा, सिन्की गुन्द्रुकहरूमा। पानी त परिरहेको थियो, यता तरकारी मेरो रेडी भइसक्यो, भात पनि पाकिसक्यो। अब तातो तातो झोलसँग भात खाइन्छ साथीहरू। हजुरहरू पनि तातो झोलसँग भात खानु होला, जेको भए पनि, दालको भए पनि, गुन्द्रुकको भए पनि, मासुको भए पनि होइन। पानी परेको छ, यस्तै छ। मेरो छोरीलाई पानी परेपछि बाहिर ननिस्कि हुँदैन, एकछिन भिजाइदिनुपर्छ। केही भएन भने हातमा खुट्टामा भए पनि भिजाइदिनुपर्छ। अनि अलिअलि बिरबिर पानी परेको थियो अनि लुजौँ होइन भनेर मैले बाहिर लगिदिएँ। अब फकाउन चाहिँ यस्तो मायर छ नि, चुप्प आएर गालामा मम्मा भनेर मै खाइदिएपछि नि अनि काम पुगेन साथीहरू। आमा बाउको मन न हो। ओहो, फस्यो साथीहरू, माया जालमा फस्यो।